श्रेष्ठ अभिवादन, जय मसीह। आशा गर्छु सबैजना सन्चै अनि आरामै हुनुहुन्छ भनिकन विशेष गरिकन चाहिँ हामीसँग परमेश्वरले दिनुभएको पवित्र धर्मशास्त्र बाइबल छ है। तर बाइबललाई हामीले आफ्नै तरिकाले चाहिँ तोडमोड गरेर चाहिँ व्याख्या विश्लेषण गरिराखेको कुरा हामी पाउँदछौँ। यहाँनिर एउटा भिडियो राख्न गइराखेको छु म। यो भिडियो पहिला हामी हेर्नेछौँ र त्यसपछि केही कुराहरू चाहिँ म धर्मशास्त्र बाइबलबाट गर्नेछु। बाइबल भनेको हिजोको दिनको गवाही हो, तर परमेश्वर चाहिँ आज हाम्रै अहिले रियल गवाही दिन चाहनुहुन्छ। आजको गवाही हो, रियल गवाही, रियल शास्त्र हामी हो। अघि म्यामले गवाही बताएर जानुभयो नि, म कुँजो भएको थिएँ, मेरो श्रीमान तर्किनु भएको थियो, अरूसँग हुनुहुन्थ्यो, पितामा भरोसा गरे फर्किनु भयो, कुँजो भएको थिएँ। आज पिता परमेश्वरले मलाई सपाङ्ग बनाउनु भयो, ठिक बनाउनु भयो। यो हो बाइबल, यो हो शास्त्र हाम्रो लागि, नयाँवाला शास्त्र यो। त्यो समयको शास्त्र हो त्यो, हैन? त्यो कारणले शास्त्रले, बाइबलले यो भन्छ, बाइबलले ऊ भन्छ। हामी चाहिँ बाइबल हो, शास्त्र पढ्नुपर्छ, अध्ययन गर्नु, बुझ्नु, जान्नु राम्रो कुरा हो, तर बाइबलै सर्वैसर्व। बाइबललाई परमेश्वर होइन, परमेश्वर त हामीसँग हुनुहुन्छ, हामी भित्र हुनुहुन्छ। हाम्रो लागि प्रत्यक्ष वचन शास्त्रबाट लिनुभयो लिमिट हुन्छ, सीमित छ। हिजोको दिनमा मोसाद्वारा यस्तो काम भयो, यहोशूद्वारा यस्तो काम भयो, तर आज त परमेश्वरले जस्तै लक्ष्मी म्यामद्वारा यस्तो काम भएको छ, हाम्रो फुलबारी शाखाको लक्ष्मी म्यामबाट यस्तो काम भएको छ, गरिमा म्यामबाट यस्तो काम भएको छ, हाम्रो सरहरूद्वारा यस्तो यस्तो काम भएको छ। आजको रियल शास्त्र भनेको हामी हो। परमेश्वरले यो जीवन दिनुभयो, अनि त सबैभन्दा बाइबलभन्दा पनि ठुलो हाम्रो परमेश्वर हुनुहुन्छ। बाइबलमा सीमित छ, असीमित परमेश्वरसँग छ। त्यसैले भन्नुभएको छ, वचन तिम्रो मनमा छ, वचन तिम्रो हृदयमा छ, वचन तिम्रो मुखमा छ, हैन? परमेश्वरले हामीलाई त्यो सामर्थ्य दिनुभएको छ। जब म तिम्रो पक्षमा छु भने तिम्रो विरोध गर्नेहरूसँग तिमी नडराऊ, किनकि म तिमीसँग छु। कसले भन्नुभएको छ? हाम्रो पिता परमेश्वरले। पक्कै पनि यो भिडियो तपाईँले हेर्नुभयो र विशेष गरिकन हामीसँग परमेश्वरले दिनुभएको बाइबललाई चाहिँ विभिन्न चर्चमा, विभिन्न मण्डलीका व्यक्तिहरूले, प्रचारकहरूले, त्यसै गरिकन अन्य मानिसहरूले पनि है, बाइबलमा चाहिँ यो लेखेको छ, त्यो लेखेको छ, यस्तो नराम्रो घटनाहरू लेखिएको छ, विभिन्न कुराहरू गरेर चाहिँ आज मानिसहरूले यो परमेश्वरको वचनलाई चाहिँ तोडमोड गरिराखेको कुरा हामी पाउँदछौँ। के हो त वास्तविकता, के हो त, हैन? जसरी सुशीला कटेलजीले भन्नुभएको छ यहाँनिर, उहाँले के भन्नुभयो भन्दाखेरि चाहिँ कुरा ठिकै गर्दै हुनुहुन्थ्यो, तर एउटा कुरा उहाँले के भन्नुभयो भने शास्त्र नै हामी हौँ भनेर उहाँले भन्नुभयो। वास्तवमा शास्त्र हामी होइन, शास्त्र पढेर जीवन परिवर्तन गरेका व्यक्तिहरू हो हामीहरू चाहिँ है। शास्त्र भनेको बाइबल हो, परमेश्वरको विषयमा लेखिएको कुरा हो, हैन? अनि फेरि यहाँहरूले येशू ख्रीष्टलाई चाहिँ एउटा गुरुको रूपमा मात्रै लिनु भइराखेको छ। वास्तवमा गुरु मात्रै हुनुहुन्न उहाँ सारा संसारको रचयिता, सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। तपाईँले गुरुको रूपमा मात्रै उहाँले स्वीकार्नु भयो भने पूर्ण रूपमा तपाईँले स्वीकार्नु त भयो, तर पूर्ण रूपमा तपाईँले स्वीकारेको त्यहाँनिर चाहिँ भन्न मिल्दैन। किनभनेदेखि उहाँ चाहिँ सारा संसारको पनि सृष्टिकर्ता हुनुहुन्छ, सारा संसारलाई बनाउने परमेश्वर पनि उहाँ नै हुनुहुन्छ। मानव जातिलाई पापबाट उद्धार र छुटकारा दिनको लागि यो संसारमा देहमा आउनु भएको परमेश्वर पनि उहाँ नै हुनुहुन्छ। यसकारणले गर्दाखेरि उहाँ मुक्तिदाता हुनुहुन्छ, सबै अधिकार उहाँको हातमा छ। अनि तपाईँ र मैले जति पनि कार्यहरू गर्दैछौँ त्यसको प्रतिफल दिने पनि येशू ख्रीष्ट हुनुहुन्छ है। यसकारणले गर्दाखेरि सम्पूर्ण अधिकार, सबै कुराहरूको स्वामी हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। यसकारणले गर्दाखेरि तपाईँ र मैले येशू ख्रीष्टलाई तपाईँले गुरुको रूपमा मात्रै लिइराख्नु भएको छ भने यो एकदमै गलत तपाईँले गरिराख्नु भएको छ। विशेष गरिकन हामी धर्मशास्त्रबाट केही कुराहरू हेर्दैछौँ। दोस्रो तिमोथी 3 अध्यायको 16 पदले भनेको छ, सम्पूर्ण पवित्र शास्त्र भनेको मतलब सम्पूर्ण पवित्र धर्मशास्त्र भनेको के हो भन्दा कतिजनाले चाहिँ हामी नयाँ नियमले मात्रै पढिराखेका हुन्छौँ।
हामीलाई मनपर्ने पत्रहरूलाई अथवा भनौँ मनपर्ने चाहिँ विशेष विशेष पुस्तकहरूलाई मात्रै हामी पढिराखेका हुन्छौँ होइन। अनि कतिलाई कवितात्मक चाहिँ खण्डहरू तपाईँलाई मनपर्छ, हितोपदेशको उपदेशकको कुरा, तपाईँले यता आएर भजन सङ्ग्रहको कुरा तपाईँले हेर्नु होइन, हेर्न मन पराउनुहुन्छ होइन। कतिलाई चाहिँ उत्पत्तिको कुराहरू होइन, सृष्टि कसरी भए भन्ने कुराहरू मात्रै तपाईँले अध्ययन गर्नुहुन्छ। भन्न खोजेको कुरा के हो भने तपाईँ र मलाई मनपर्ने कुरालाई मात्रै छनौट पारेर चाहिँ हामीले पढ्ने होइन। यो सबै उत्पत्तिदेखि प्रकाशसम्मको नै 66वटै पुस्तकहरू चाहिँ परमेश्वरको चाहिँ प्रेरणाबाट लेखिएको हो भन्ने कुरा चाहिँ यहाँनिर हामी पाउँदछौँ है। कतिलाई चाहिँ येशू ख्रीष्टको चेलाहरूको बारेमा बुझ्न मन परिरहेको हुन्छ अथवा येशू ख्रीष्टको बारेमा मात्रै बुझ्न मन परिराखेको हुन्छ। हामीले चाहिँ छनौटले होइन, तर सम्पूर्ण पवित्र धर्मशास्त्र बाइबललाई नै तपाईँ र मैले चाहिँ अध्ययन गर्नुपर्छ, सिक्नुपर्छ, जान्नुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट हामीले थाहा गर्न सक्छौँ। सम्पूर्ण पवित्र धर्मशास्त्रको परमेश्वरको प्रेरणाबाट भएको हो। यो किन दिनुभयो भन्दाखेरि यहाँ स्पष्ट कुरा चाहिँ यो सिकाउनलाई है। सिकाउनलाई भनेको चाहिँ कसको बारेमा सिकाउनलाई हो त भनेको परमेश्वरको बारेमा है, पापको बारेमा, उद्धारको बारेमा, छुटकाराको बारेमा, अनन्त जीवनको बारेमा होइन, अन्धकार के हो, उज्यालो के हो होइन, संसार के हो भन्ने कुरा सिकाउनको लागि चाहिँ हामीले धर्मशास्त्र बाइबलबाट हामीले सिकाउन सक्दछौँ। यो कसरी लेखियो त भन्दा यो चाहिँ परमेश्वरले प्रेरणा दिएर 40 जना भन्दा बढी मानिसहरूलाई परमेश्वरले अलग अलग समयमा 1600 वर्ष लाग्यो भन्छ होइन। बाइबल लेख्नको लागि पुरा कम्प्लिट हुनको लागि चाहिँ 1600 वर्षसम्म परमेश्वरले अलग अलग भूमिमा अलग अलग मानिसहरूलाई होइन, राजाहरूलाई, गोठालाहरूलाई, कामदारहरूलाई, डक्टरहरूलाई होइन, विभिन्न मानिसहरूले चाहिँ अलग अलग समयमा चाहिँ 1600 वर्षसम्म उहाँले आफ्नो प्रेरणा दिनुभयो होइन। लेख्नको लागि त्यो शास्त्र लेख्नको लागि चाहिँ परमेश्वरले प्रेरणा दिनुभयो होइन। तिमीहरूको शास्त्र पनि त मान्छेले लेखेको हो नि भनेर चाहिँ मान्छेहरूले भनिराखेको हामी पाउँदछौँ। तर हो, यो मान्छेले नै लेखेको हो होइन, यो कागजमा नै छापिएको छ, तर यो चाहिँ मान्छेको इच्छाद्वारा आएको होइन। मान्छेको इच्छाले म चाहिँ यो लेख्छु, यस्तो यस्तो घटनाहरू लेख्छु भनेर त्यत्तिकै यो लेखिएको कुराहरू होइन। यो चाहिँ परमेश्वरले प्रेरणा दिएर मान्छेलाई सिकाउनु पर्छ है होइन। यो चाहिँ युगौँ युग चल्नुपर्छ, यो अन्तिमसम्म पनि, यो अन्तिम बिन्दुसम्म पनि यो चाहिँ पुरा हुनुपर्छ। यो चाहिँ यसमा चाहिँ कुनै पनि खोटहरू चाहिँ पाइनु हुँदैन भनेर परमेश्वरले आफ्नो प्रेरणाद्वारा मानिसहरूलाई लेखाउन लगाउनु भएको हो। अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ है। धार्मिकता के हो भन्ने कुरा होइन, जीवन के हो भन्ने कुरा, अर्ती उपदेश दिनको लागि होइन परमेश्वरले लेख्न लगाउनु भएको कुरा। दोस्रो पत्रुस 1:21 किनकि मानिसको इच्छाबाट कुनै अगमबानी आएन, पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट लेखेका हुन् अथवा बोलेका हुन् भनेर यहाँनिर हामी पाउँदछौँ। हेर्नुहोस् है, मान्छेको इच्छाबाट एक बिन्दु एउटा शब्द पनि यहाँनिर चाहिँ लेखिएको छैन है। यो परमेश्वर, तपाईँले बाइबल पढ्नु भनेको चाहिँ तपाईँले छर्लङ्गै परमेश्वरलाई देख्नु हो है। तपाईँले बाइबल पढ्दै गर्दा मात्र यो नसोच्नुहोस् कि यो चाहिँ लेखिएको कुरा पढ्दैछु, होइन। यो बाइबल चाहिँ बोलिन्छ होइन। हाम्रो सुशीला म्याम उहाँले के भन्नुभयो भन्दाखेरि चाहिँ हामी नै शास्त्र हो, होइन होइन, हामी शास्त्र होइन, तर शास्त्र पढेर हामी परिवर्तित भएका व्यक्तिहरू हौँ है। हामी परिवर्तन भएका व्यक्तिहरू हौँ। त्यो बाइबल पढ्दा पढ्दै के हुन्छ त भन्दाखेरि ओहो यहाँ चाहिँ यस्तो भनेको रहेछ भनेर मैले थाहा पाइसकेपछि, यो चाहिँ गलत रहेछ त भनेर मैले थाहा पाइसकेपछि त्यो कुरालाई छोड्ने व्यक्ति हुँ है। हामीले यसरी बुझ्नु जरुरी छ। अब केही खण्ड अलिकति गहिरो अध्ययन गर्नेछौँ होइन। यहाँनिर चाहिँ परमेश्वरलाई सबैभन्दा सुरुमा त परमेश्वरलाई चिनाउनको लागि होइन उहाँले पवित्र धर्मशास्त्र बाइबल दिनुभयो। जब तपाईँले बाइबल पढ्दै गर्नुहुन्छ त्यसपछि परमेश्वर को हो, परमेश्वरले के गर्नुभयो होइन, परमेश्वरको बारेमा तपाईँ र मलाई चिनाउनको लागि उहाँले चाहिँ उहाँको वचनहरू चाहिँ लेख्न लगाउनु भयो। हेर्नुहोस् है, उहाँ आत्मिक परमेश्वर हुनुहुन्छ। यूहन्ना 4:24 त्यही कुरा भनेको छ। उहाँ आत्मामा रहने परमेश्वर हुनुहुन्छ। उहाँ हामी जस्तो देखिनुहुन्न
तर उहाँले कार्य गर्नुहुन्छ, उहाँ जीवित परमेश्वर हुनुहुन्छ, उहाँले मानिसले चलाउन सक्नुहुन्छ। जसरी यहाँनिर यी मानिसहरूलाई परमेश्वरले चलाउनु भयो, वचन लेख्न लगाउनु भयो है। आज तपाईँ र मलाई पनि परमेश्वरले त्यसरी नै चलाउन चाहनुहुन्छ। कुन कुन ठाउँमा के कस्तो खालको सेवाकाई गर्नुपर्छ होइन, सबै कुरा उहाँ चाहिँ देख्ने परमेश्वर हुनुहुन्छ। परमेश्वरलाई चिनाउनको लागि, सही गलत के हो भन्ने कुरा छुट्याउनको लागि होइन, परमेश्वरको वचन दिनुभएको कुरा के हो, दिनुभयो। पाप के हो भन्ने कुरालाई होइन, कतिजनालाई चाहिँ मैले पापै गरेको छैन होइन, मान्छेमा त्यो घमण्ड आउँछ नि, त्यो घमण्ड नै पाप हो है। बाइबलले सिधै कुरा भन्छ होइन, मैले त पापै गरेको छैन भनेर हुन्छ, लास्टमा त्यो मान्छे घमण्डले फुलिराखेको हुन्छ होइन। पाप छैन भन्नु त्यो गलत हो। बाइबलले अगाडिबाट नै मानिस चाहिँ पापी छ भनेर भनिसकेपछि त्यो मान्छेले स्वीकार्नु पर्ने हो होइन। मैले चाहिँ बरु उसलाई थाहा छैन भने मैले चाहिँ कसरी चाहिँ पाप गरेको हुन्छु त, मलाई सिकाइदेऊ न भनेर भन्नु चाहिँ एकदमै असल कुरा हो। तर मैले पापै गरेको छैन भनेर यदि कसैले घमण्ड गर्छ भने होइन, कसैले यदि भन्छ भने चाहिँ उसले त्यही नै हो पाप होइन। पाप स्वभाव भनेको त्यही नै हो। यही पापलाई बुझाउनको लागि चाहिँ परमेश्वरको वचनलाई दिनुभएको कुरा हामी पाउँदछौँ होइन। खराबीबाट अनि असल बाटोतिर हिँडाउनको लागि होइन। अनि फेरि पाप मात्रै देखाउनु हुन्न उहाँले होइन, त चाहिँ पापी होस्, त चाहिँ रोगी होस्, तेरो जीवनमा श्राप छ भन्ने मात्रै उहाँले गर्नुहुन्न, तर त्यहाँबाट तपाईँ र मलाई के गर्नुहुन्छ त, उहाँले शुद्ध र पवित्र पनि पार्नुहुन्छ भन्ने कुरालाई हामीले बुझ्नु जरुरी छ। आज तपाईँ पापी त हो, तर पापी भन्दैमा तपाईँलाई त्यत्तिकै परमेश्वरले चाहिँ त्यत्तिकै छोड्नुहुन्न, तर उहाँले के गर्नुहुन्छ त भन्दा तपाईँलाई निको पार्नुहुन्छ, तपाईँलाई चङ्गाई पार्नुहुन्छ होइन। कसरी भन्ने कुरा हामी केही क्षणपछि हामी बुझ्नेछौँ। त्यसपछि फेरि अर्को कुरा, धार्मिकतामा तालिम दिन अघि नै हामीले हेरिसकेका छौँ। दोस्रो तिमोथी 3:17 के भनेको छ भन्दा, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस् भनेर होइन। परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलले किन दिनुभयो भन्दाखेरि चाहिँ धार्मिकतामा होइन, धार्मिकतामा हामी चाहिँ सुसज्जित भएर होइन, परमेश्वरको जन सुकर्ममा सुसज्जित भएर सिद्ध बनाउनको लागि चाहिँ परमेश्वरले हामीलाई पवित्र धर्मशास्त्र बाइबल दिनुभएको छ। अब यो सबै कुराहरूलाई अझै गहिरो तरिकाले बुझ्नको लागि चाहिँ कतिवटा समयहरूमा चाहिँ हामीले भनिराखेका हुन्छौँ, बाइबल त पढेका छौँ होइन, हामीले बाइबलले पढेका छौँ, तर त्यहाँबाट सिक्नुपर्ने सही कुराहरू चाहिँ हामीले किन सिक्न सकिरहेको। जस्तै कि यहाँनिर सुशीला होइन, उहाँले पनि त्यही कुरा भनिराख्नु भएको थियो। उहाँले बाइबल पढ्नु भएको छ, बाइबलको सबै ज्ञानहरू उहाँलाई छ होइन, त्यो ज्ञानद्वारा नै उहाँ बोलिराख्नु भएको छ। तर कतिपल्ट चाहिँ उहाँले के भन्नुहुन्छ भन्दा शास्त्र नै हामी हो भनेर भन्नुहुन्छ होइन, बाइबल चाहिँ परमेश्वर होइन भनेर उहाँले भनिराख्नु भएको छ। हो, बाइबल परमेश्वर होइन, तर बाइबल पढ्नु नै तपाईँले परमेश्वरलाई पढ्नु हो, बाइबललाई अध्ययन गर्नु नै तपाईँले परमेश्वरको बारेमा अध्ययन गर्नु हो, बाइबल पढ्नु नै है तपाईँले परमेश्वरको नजिकमा तपाईँ जानु हो है। अब यो सबै कुराहरू बुझाउनको लागि चाहिँ होइन, यो सबै कुराहरू पुरा गर्नको लागि चाहिँ एकजना व्यक्ति बिना चाहिँ यो सबै कुरा अधुरो छ। उहाँ हुनुहुन्छ प्रभु येशू ख्रीष्ट। यूहन्ना 1:14 हामी हेर्नेछौँ, आदिमा वचन हुनुहुन्थ्यो है, आदिमा वचन हुनुहुन्थ्यो, सुरुवातमा नै वचन है, वचन जुन अहिले हामीले यो कागजमा देखिराखेका छौँ, यही वचन चाहिँ को अरे आदिमा हुनुहुन्थ्यो। अनि वचन परमेश्वर हुनुहुन्थ्यो है, वचन नै परमेश्वर जुन अहिले हामीसँग छ त्यो किताबमा जो बाइबल छ, यो परमेश्वर नै हो। हेर्नुहोस् है, त्यसपछि फेरि अनि परमेश्वर हुनुहुन्थ्यो, अनि वचन देहधारी हुन आउनुभयो। 14 पदले भन्छ वचन चाहिँ, अब यही वचन चाहिँ देहमा आउनुभयो के। वचन भनेको चाहिँ हिजोको दिनमा अदृश्य थियो होइन, उहाँसँगै थियो, उहाँ नै हुनुहुन्थ्यो, मानिसहरूले देख्न सक्दैनथे। अब यो कुरा चाहिँ अब देखिने रूपमा उहाँ आउनुभयो। वचन को हो? परमेश्वर हो है, येशू ख्रीष्ट हो। अनि यही वचन चाहिँ देहमा आउनुभयो भन्ने कुरा चाहिँ यहाँनिर हामीले पाउन सक्दछौँ। अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा वास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। भनेको मतलब येशू ख्रीष्ट, यो वचन हिजोको दिनमा रहेको वचन येशू ख्रीष्ट देहमा आउनुभयो, येशू ख्रीष्ट। र आज तपाईँ र मैले जुन वचन पढिराखेका छौँ,
उहाँलाई नै पढ्नु हो, उहाँकै नजिकमा जानु हो। यस कारणले गर्दाखेरि तपाईँ र मैले वचन पढ्दै गर्दाखेरि चाहिँ होइन मध्यस्थताको रूपमा चाहिँ हामीले येशू ख्रीष्टलाई, अहिले त हामीलाई पवित्र आत्मा उहाँले दिनुभएको छ, पवित्र आत्माको सहायतामा येशू ख्रीष्ट भन्नु नै पवित्र आत्मा हो होइन। पवित्र आत्मा येशू ख्रीष्टले पठाउनु भएको उहाँको बारेमा अझै सिकाउनको लागि, उहाँको सम्झना अझै गराउनको लागि, उहाँको नजिकमा अझै तपाईँ र मलाई पुर्याउनको लागि चाहिँ येशू ख्रीष्ट यो संसारमा आउनुभयो र उहाँले तपाईँ र मलाई पवित्र आत्मा दिनुभएको छ है। आज तपाईँ र मलाई पवित्र आत्मामा रहेर तपाईँ र मैले उहाँको वचनलाई अध्ययन गर्नु जरुरी छ होइन। यदि तपाईँ र मैले चाहिँ आफ्नै इच्छाद्वारा चाहिँ यो व्याख्या विश्लेषण गर्न थाल्यौँ भने चाहिँ होइन, कतिजना धेरैजना व्यक्तिहरू यहाँनिर कमेन्ट गर्ने आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ है। यहाँहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, तपाईँले ज्ञान त थुप्रै लिनु भएको छ होइन, एकदमै धेरै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ होइन। तपाईँहरू बाइबलबाट धेरै कुराहरू तपाईँहरूलाई थाहा छ, तर एउटै कुरा, तपाईँले बाइबललाई हजारौँ पटक पढ्नुभयो तर तपाईँले येशू ख्रीष्टलाई चाहिँ विश्वास गर्न सक्नु भएको छैन, अथवा येशू ख्रीष्ट चाहिँ जो वचन हुनुहुन्छ होइन, रियल वचन चाहिँ येशू ख्रीष्ट होइन, उहाँलाई तपाईँले आफ्नो जीवनमा निम्त्याउनु भएको छैन भने चाहिँ तपाईँले जतिसुकै यो वचन पढे तापनि, जतिसुकै यो वचन बुझे तापनि, तपाईँले जति धेरै होइन वचनको त्यो गहिरो अध्ययन गर्न सके तापनि, यदि येशू ख्रीष्टलाई तपाईँले प्रभु र मुक्तिदाता भनिकन, गुरुको रूपमा होइन, म फेरि पनि भन्न चाहन्छु, तपाईँले येशू ख्रीष्टलाई गुरुको रूपमा होइन, तर तपाईँले येशू ख्रीष्टलाई आफ्नो सृष्टिकर्ताको रूपमा, आफ्नो प्रभु र मालिक भनिकन तपाईँले स्वीकार्नै पर्छ। यदि तपाईँले स्वीकार्नु भएन भने चाहिँ तपाईँ उद्धार र त्यो मुक्ति र अनन्त जीवनदेखि तपाईँ बाहिर हुनुहुन्छ होइन। बाइबलले हामीले के भन्छ भन्दाखेरि चाहिँ होइन, मुखले स्वीकार गर्छ, हृदयले विश्वास गर्छ होइन। आज तपाईँ र मैले मुखले स्वीकार्नु पनि पर्यो, हृदयले विश्वास पनि गर्नु पर्यो येशू ख्रीष्टलाई। अनि यस कारणले गर्दाखेरि तपाईँले येशू ख्रीष्टलाई होइन, बाइबल धेरै राम्रो वचन पढ्नुहुन्छ यहाँहरूले, एकदमै राम्रो वचन बुझ्नुहुन्छ यहाँहरूले, तर येशू ख्रीष्टलाई तपाईँले बुझ्नु भएन, येशू ख्रीष्टलाई तपाईँले स्वीकार्नु भएन भने चाहिँ तपाईँ अनन्त जीवनदेखि बाहिर हुनुहुन्छ। अनन्त जीवनदेखि बाहिर हुनु भनेको नै नरकमा हाम्रो होइन हामीले ठाउँ ओगट्नु हो अथवा त्यहाँ पुग्नु हो भन्ने कुरा चाहिँ बाइबलले सिकाउँदछ। प्रभुले तपाईँलाई आशिष दिउन्। तपाईँले गुरुको रूपमा होइन, येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाताको रूपमा स्वीकार्नुहोस्, प्रभुमा अगाडि बढ्नुहोस्। प्रभुले तपाईँलाई अझै आशिष दिनुहुनेछ। जय मसीह।